Welcome to my sister million subscriber channel, and this is my sister with my cutie brother. अनि आज चाहिँ म जाँदैछु खेत र लसुन रोपेको त्यहाँ के भन्छन् रे झार उखाल्न झार उम्रेर तनाव भयो म जहिले पनि जता हिँडेको हुन्छु ठ्याक्क अपोजिट परेको हुन्छ कि मेरो घाम आज फेरि बिहानदेखि त्यस्तो धेरै घाम लागेन लाग्ने अनि बन्द हुने गरिरहेछ मोबाइल चार्ज पनि नभएर कस्तो देखेको पनि छैन मैले भिडियो बनाएको छु किन भनेर के गर्नु कस्तो राम्रो फुल हो कि म चाहिँ सर्टकट लिने बानी छ मेरो त्यहाँ म सर्टकट हिँडिरहेको छु बिचबाट सर्टकट हेर्नु न अर्काको घर दैलोबाट अर्काको जगबाट हिँडेर सर्टकट भनेर कहाँ गएछ भन्दा सर्टकट हो कि जहाँ यति सानो बाटोदेखि पनि हिँड्दिनँ यो अरूहरूको गाउँमा यस्तो यस्तो हुँदाखेरि दौडी भिडियो बनाएको देखेको थिएँ हाम्रो गाउँ त यति माथि छ मैले भिडियो बनायो भने पनि कि त म देखिन्छु कि त यो मात्रै देखिन्छ होला अनि यो चाहिँ हाम्रो घरतिरको कटेज हो यो ठाउँमा यस्तो फुल अनि अरू फुल कस्तो राम्रो फुल थियो अहिले यस्तो मात्रै राखेको छ यस्तो मात्र अहिले त्यो पनि सबै काट्दैछ नि सुकेछ यो साइडतिर पनि थियो कि थुप्रै डिजाइनको फुलहरू थियो अहिले त यस्तो मात्र यो गीत मैले गाएको र सुनेको अघि कभर धुँदाखेरि पर्खी बस्छ होला भने त्यही मुखमा आहा त्यो एरियामा धेरै फुल हुन्छ कि यता साइडमा पनि टपक्कै बाटो यस्तो यो झपक्कै हुन्छ फुलहरू त्यहाँ मैले किन्न नगएर यतातिर आएर मैले फुल टिपेको भए नि 2-3 टा मात्र मजाले बनाउँथेँ होला क्या तर के गर्ने म कस्तो खालको बेरोजगार छु काम पनि छैन फुर्सद पनि छैन मसँग धन्न एउटा मोबाइल छ जहाँ जाँदा पनि साथी कोही चाहिन्न मोबाइल बोकेँ त्यसपछि हिँड्ने भयो यहाँ हेर्नु कति छ वाट इज दिस इज कल अर्डर पानी दाल अर्डर छरिन के खाइन मैले दाल भन्छ नि त्यही हो यो मैले यसलाई पहिलोचोटि देख्दाखेरि फुल बनाएको थिएँ यस्तो खालको फुल हुन्छ नि त एउटा के भन्छन् अरे त्यो रातो पहेँलो खालको सेतो खालको फुल यस्तो खालको फुल हुन्छ त्यस्तो पातको त्यही भएर फुल बनाएको थिएँ अन्ततिर त तोरी फुलिसकेको छ तर यतातिर चाहिँ अब छर्ने यो तोरी यतातिर कसैले अझै धान उठाउनु भएकै छैन धानै छ कसैले उठाइसक्नु भएको छ कसैले जोतिसक्नु भएको अब चाहिँ तोरी छर्ने हो धान हुने बेला तोरी हुने बेला यस्तो दामी देखिन्छ यो एरिया जस्ट लुकिङ लाइक वा हुन्छ अनि उता चाहिँ नुवाकोटको डाँडा हो यो कुलामा यति सर्प हुन्थ्यो नि हामी स्कुल पढ्दाखेरि हामीलाई झेउ लागेको बेलामा हामी घुमेर जाऊँ भने त्यो एरिया घुमेर आउँथ्यौँ यो कुलामा यति सर्प हुन्थ्यो यति मोटो सर्प हुन्थ्यो नि हामी 4 बजी छुट्टी भएको मान्छे हामी 6 बजे 5 बजे घर पुग्थ्यौँ कि जब म 10-15 मिनटको दूरीमा हाम्रो स्कुल थियो त्यही पनि यहाँ एक ठाउँ मात्र तोरी छर्नु भएको रहेछ ए यस्तो कसले देख्नुभएको छ यस्तो पहिला हामी सानो हुँदाखेरि यस्तो गोलो चस्मा बनाउँथ्यौँ कि यसलाई यस्तरी गरेर त्यो कि बनाएर यतिर पार्ने गाँठो पार्ने तर यो चाहिँ के को औषधि पनि हुन्छ भन्छन् म चाहिँ खाएन कस्तो राम्रो फुल फुल्यो यहाँ कति झार उम्रेछ के हो झार पनि लसुन र आलुभन्दा धेरै त झारै होला जस्तो देखिने कि कति उम्रेको यो झार अझै लसुनको बिचमा टेक्ने ठाउँ छैन कति धेरै झार उम्रेर चाहिँ त्यही जब झार उखाल्दा पनि थाकेँ झार उखालेर आएर फ्रेस भएर यहाँ रबिनाले केरा दिएको थियो त्यही केरा खाँदै बसेछु कस्तो राम्रो पक्छ साग भयो बिरुवा यो अझै ठुल्ठुलो भएन तर यत्रो पनि खान मिल्छ एउटा चाहिँ खान्छु ल यता ठुल्ठुलो चाहिँ भइसकेको छ भने त सलाद बनाएर खान्छ त्यो त यत्तिकै पनि कस्तो मिठो हुन्छ कि हाम्रो घर पनि लगाएर राखेको छु बिरुवा भएको छ धोएर खान्छु यसलाई यो चाहिँ यति कस्तो मिठो हुन्छ घर गरौँ करेन्ट चाउसँग कस्तो राम्रो बनाएर खाने हो पहिला यहाँ यस्तो पासेको साग कस्तो ठुलो हुन्थ्यो अहिले त त्यस्तो बसेर भएन अङ्कलले विदेशदेखि हेयर ड्रायर र हेयर स्ट्रेटनर ल्याइदिनु भएको छ अनि मैले चाहिँ पहिलोचोटि कपाल तान्दैछु मेरो कपालको लेन्थ कति भएको रहेछ भनेर कि कपाल तल कस्तो कर्ली थियो त्यही भएर हेर्नको लागि अनि कपाल तानेर भएपछि पुरा यहाँ हिरोनीवाला फिल आइरहेको छ कि कस्तो मजाको स्ट्रेट भएको कि हुन त मलाई कर्ली कपाल मनपर्छ तर बेला चेन्ज नि गर्नुपर्छ नि त त्यही भएर
आज चाहिँ उहाँहरूको घरको जग पूजा रहेछ। बाटो हिँड्दा हिँड्दा टिका लाएर लड्डु पाएर 100 रुपियाँ दक्षिणा नि पाइयो। जति ठुलो मन गराएर बाटो हिँड्दा पनि टिका लाएर दक्षिणा दिनुपर्छ, नचिनेकोहरू पनि। योभन्दा मनभन्दा ठुलो उहाँको घर होस् बलियो अझै। यस्तो गाडीहरू धुलो उड्यो, के मतलब म यस्तो हिरोनी भएर हिँडेको। दिदी आयो। राम्रोको लागि के छ? राम्रोको लागि केही पनि छैन। ओहो, भर्खर गएको 1-2 घन्टा भयो भयो। वर्षदेखि नभेट्दै गर्छ हाम्रो रेम्बुले। अनि आजको भिडियो यति नै। के कस्तो लाग्यो हाम्रो दिदीको भिडियो कमेन्ट गरिदिनु होला भनिदेऊ। बाई।